हाम्रो च्यानल हेरेर बसिरहनुभएका मित्रहरू, तपाईहरुको साथ र प्रेमले हामीलाई निरन्तर सकारात्मक र प्रेरणादायी विषयवस्तुहरू प्रस्तुत गर्नलाई प्रेरणा मिलिरहेको छ। यही प्रेरणाले गर्दा आज फेरि तपाईहरुको माझ यो भिडियो सामग्री ल्याएका छौं। मैले मनमा चिसो बसेको अवस्था सबै एउटा भिडियो हान्ने मेरो चाहिँ गरिदिनु है केटा गर्ने हो नि यार। तपाईको नाम? मेरो नाम चाहिँ मिलन तिवारी हो। जे होस् सुदूरपश्चिममा चाहिँ पहिलो जस लाइफमा एक्सपिरियन्स भन्ने कुरा भयो। यति नै हुँदैन, यसपछि पनि सायद आउन सकिन्छ हामी चाहिँ फेरि नै, किनकि हाम्रो सुदूरपश्चिममा भएको यो उसले गर्दा हामीलाई धेरै रमाइलो लागिरहेछ। म चाहिँ के भन्न चाहन्छु भनेपछि म आएँ, मेरो साथीभाइहरू कोही आउन चाहन्छ, ढुक्क भएर आए हुन्छ, लाइफमा रमाइलो गर्नुपर्छ, यति नै छ कुराहरू। डल्फिन देख्नुभयो? डल्फिन चाहिँ देखेँ हल्का भए पनि देखेँ डल्फिन चाहिँ। कोरोनाको कारण अर्थतन्त्र, व्यवसायी र लगानीकर्ताहरू धराशायी भइरहेको बेला नेपालको सन्दर्भमा प्रचुर सम्भावना बोकेको पर्यटन व्यवसाय क्षेत्रमा यही कोरोनाको भयावह अवस्थामा पनि वैदेशिक रोजगारीमा नर्वे पुगेर फर्केका रिसोर्टका प्रोप्राइटर तपेन्द्र रावलले करिब 1,25,00,000 पर्यटन व्यवसायमा लगानी गरेका छन्। मैले चाहिँ युरोप बस्दाखेरि नर्वेमा 3 वर्ष बसेँ। धेरै देशहरू मैले त्यहाँ घुम्ने अवसर पाएँ। अब मैले के सोचेँ भन्दाखेरि अब रिसोर्ट मात्रै होइन कि अब मान्छे गेस्टहरूको थेरापिटिक रिफ्रेसमेन्ट एज अ बडी र माइन्डको रिफ्रेसमेन्टको लागि एडभेन्चर एक्टिभिटीहरू गर्नुपर्छ भन्ने मेरो कन्सेप्ट त्यतिबेला डेभलप भयो। र यहाँ के छ भने टुरिज्म क्षेत्र भन्ने मान्छेले 2-3वटा एक्टिभिटीहरू गरिदिएपछि उनीहरूको स्टे पनि लम्बिने र चाहिँ विभिन्न एक्टिभिटी इन्भल्भ गर्दा उनीहरूको माइन्डको पनि रिफ्रेसमेन्ट हुने हुनाले मैले यो एडभेन्चर एक्टिभिटी चाहिँ यहाँ जोड्नुपर्छ। यो लोकेसन, यो जोग्राफिकल ठ्याक्कै यो भूगोल पनि मिल्या हुनाले यो जिप लाइन चाहिँ पहिलो एउटा एडभेन्चर एक्टिभिटी भित्र थपेँ हैन। र मलाई लाग्छ यो मैले त धेरै यस्ता एक्टिभिटीहरू, यो त पहिलो चरण मात्र हो। यो लकडाउनले गर्दा अलिकति मारमा पर्यो। अब अर्को वर्ष डेफिनेटली नयाँ कन्सेप्टले यो वाटर स्पोर्टहरू भयो, धेरै मसँग नयाँ कन्सेप्टहरू छ, त्यो मैले युज गर्नेछु। यो रिसोर्टमा तपाईँले कति लगानी गर्नुभयो? मैले एबभ 1,25,00,000 यसमा इन्भेस्टमेन्ट भएको छ। अब यो अलिकति यसमा चाहिँ अलिकति बनाउन पनि बाँकी छ। फेरि मासिक आम्दानी तपाईँले भन्न मिल्छ कस्तो छ अहिले लकडाउनको समयमा? तपाईँको कस्तो भइदियो भने लकडाउन भयो हुनाले अहिले हामी केही थिएन। अहिले यो दसैँ दीपावलीकोले गर्दाखेरि अलि मान्छेको फ्लो चाहिँ बढ्दैछ। जिप लाइनमा लगभग तपाईँको 50-60 जना पर डे अहिले निरन्तर आइरहेका छन् हैन। यसमा अलिक सेटिस्फाई छु, तर भने जस्तो अहिले चाहिँ फिडब्याक हुनाले अहिले तत्कालै चाहिँ रिटर्न आउने अवस्था छैन। अहिले चाहिँ ब्याङ्कको लोन यताउता हैन इन्ट्रेस्ट तिर्नलाई लगभग यो उसले गर्दाखेरि अलिकति सहज भएको छ। जिप लाइनको कसरी लिनुहुन्छ? जिप लाइन एउटा क्लाइन्टबाट हामीले 200 रुपियाँ लाग्छौँ चार्ज। एकदम राम्रो रहेछ, थोरै हामीले एकदम मिनिमम चार्जमा हामीले हैन, किनभने मान्छेले धेरै पैसा नहुन सक्ने मान्छेले पनि, किन काठमाडौँमा अब तपाईँको जिप लाइन यहाँ छ त टु मच एक्सपेन्सिभ छ, तपाईँको 4,000-5,000 लाग्छ हैन। तर हामीले ओन्ली 200 मा चाहिँ हामीले गेस्टहरूलाई दिइरहेका छौँ यो सेवा चाहिँ। सुदूरपश्चिम प्रदेश कैलालीको नेपालकै सबभन्दा लामो पुल कर्णाली चिसापानीले परिचित रहेको स्थानबाट 1 किलोमिटर उत्तरपट्टि चिसापानी एडभेन्चर रिसोर्ट अवस्थित छ। यो चिसापानी एडभेन्चर रिसोर्ट मन्याल गाउँपालिका वार्ड नम्बर 7 पिटमारी भनेर चिसापानीबाट 200 मिटर माथि मन्याल गाउँपालिका वार्ड नम्बर 7 मा पर्छ। यो चिसापानी एडभेन्चर रिसोर्टको विशेषताहरू बताइदिनुहोस् न। अब हामीसँग के छ भन्दाखेरि यो चिसापानी एडभेन्चरमा तपाईँ नजिकै तपाईँ यहाँ हेर्न सक्नुहुन्छ। एकदम हैन बीच छ, तपाईँ समुद्रको छेउमा जस्तै यहाँ डल्फिन छ
तपाईँ यदि तपाईँहरू होइन यो स्तनधारी समूहमा माछा समूहमा पर्ने एउटा चाहिँ डल्फिन होइन जुन समुद्रमा आउँछ तपाईँ यहाँ आएर प्रत्येक दिन 2-3वटा डल्फिनहरू चाहिँ यहाँ खेलिरहेको तपाईँ देख्न सक्छ। यो मेन अट्र्याक्सन हो यो चाहिँ। लोकल माछाहरू होइन एकदम हस्पिटालिटी छ। तपाईँ यहाँ आउनुहुन्छ अर्ग्यानिक एकदम हावापानी एकदम स्वच्छ पाउनुहुन्छ होइन। तपाईँ तराई र पाहाडको बिचको उसमा छ होइन, नेचुरली बनेको ठाउँ छ होइन, एकदम आरामदायी तपाईँ चाहिँ होइन बस्न सक्नुहुन्छ एकदम कुल इन्भाइरोमेन्टमा, नो डिस्टर्बेन्स केही पनि छैन होइन। तपाईँको सेक्युरिटी प्राइभेसी सबै कुरा हामीले चाहिँ राखेका छौँ। चिसापानी एडभान्चर रिसोर्ट, जहाँ जिपलाइन, सदाबहार चल्ने चिसो हावा, अवनरत बगिरहने स्वच्छ कर्णाली नदी र पहाडहरूको सुन्दरता र अझै नदीमा देख्न पाइने डल्फिनहरूले गर्दा कोरोना भाइरसको आतंक र महामारीले गर्दा घरमै उकुस मुकुस भएर बस्नु परेकोले आफूलाई फेरि ताजा बनाउन आन्तरिक पर्यटकहरूको लागि यो समय रिसोर्ट अहिलेको रोजाइमा परिरहेको छ। आन्तरिक पर्यटकहरू नदी किनारमै जानुभएको छ। अत्यन्तै सुन्दर ठाउँ। डल्फिन लगातार रूपमा निस्किरहेको छ। हाम्रो क्यामेरामा कैद गर्ने कोसिस पनि गरिरहेका छौँ। जुनको फोकस नपुगेको कारणले पनि धेरै राम्रो निस्किरहेको छैन। उता डल्फिन क्षेत्रै छ, त्यहाँ चाहिँ हजुरको देखिरहन्छ यो सफ्ट डल्फिन त भन्छ। त्यो हेर्नु त्यो कहाँ डल्फिन आयो? यो डल्फिन पहिला मलाई म प्रायोरिटी यो कहाँ डल्फिन यो प्रायोरिटी पहिला यो निस्किरहेको छ, फुत्त गइहाल्छ क्या। Sida straight. Oh, come on. Yes. Sida kutta. Yes. What you एउटा छोटो इन्टरभ्यू है, छोटो इन्टरभ्यू ल समाप्त सुनाइ। बाइक समाज माथि आउनु। तपाईको नाम? मेरो सोभित पोखरेल। कस्तो लागिरहेछ यो जिप लाइनिङ गर्दाखेरि? यो कस्तो भयो? राम्रो रहेछ, ठिकै लाग्यो। पहिलोचोटि हो कि होला? जिप लाइन चाहिँ फर्स्ट टाइम हो, जिप लाइन चाहिँ गरेको छैन, त्यही हो। रमाइलो हुँदो रहेछ त्यो। वारी भएको भए अझै राम्रो हुन्थ्यो होला। त्यो चाहिँ अब स्टार्ट भयो। तपाईँको सजेसन चाहिँ वारी बनाएको अझै थ्रिलिङ हुन्थ्यो होला है। त्यो भएर अब फेरि उपरान्त गर्ने कि नगर्ने? अब गर्नुपर्छ, फेरि आउनुपर्छ। थाहा पनि थिएन मलाई आजसम्म, अझै थाहा भएको यता जिप लाइन बनाएको छ भनेर। ल त्यहाँ आइन समात पर आवर 200 किलोमिटरमा जान्छ त। ल गयो पुसो अनि यस्तो त केही पनि होइन। युट्युबमा हालिदिनुहुन्छ त्यही त केही हुन्न मजाले। त्यही त यहाँबाट गइगयो नि। ओहो यति गर्नुभयो नि तपाईँले जिन्दगीमा, यस्तो कति गर्नुहुन्छ हुन्छ। ल यसो श्रीमानले उत्साह दिनु पऱ्यो। ल तीन सीधा माथि